ठुलै मान्छेको आँखामा पनि आँसु आउँछ है यो सानो केटाको कथा सुन्यो भने। स्क्रोल नगरिकन तपाईँले यो कथालाई सुन्नुहोला। एकजना मान्छे नि बिमारीहरूको लागि म प्रार्थना गर्छु भनेर ऊ घरबाट निस्किन्छ अनि ऊ हस्पिटलतिर लाग्छ। हस्पिटलमा पुगेपछि ऊ हिँड्न थाल्छ होइन, यसो डुल्दै जान्छ अनि एउटा कोठामा पुग्छ। अनि एउटा कोठामा चाहिँ उसले एउटा सानो केटालाई सुतिरहेको अनि छेउमा चाहिँ आमा रुँदै गरेको चाहिँ उसले देख्छ र ऊ भित्र पसेर के भयो यो नानीलाई भनेर सोध्छ। अनि त्यो आमाले के भन्छ भने कि उसको नाम चाहिँ डिलन हो। अनि ऊ पौडी खेल्दै गर्दाखेरि डुब्यो अनि डुब्दाखेरि चाहिँ उसको ब्रेन ड्यामेज छ र कोमामा गएको छ। अनि आज चाहिँ डिलनको चाहिँ लास्ट डे हो, किनभने डाक्टरले भनेको कि उसको बाँच्ने सम्भावना चाहिँ छैन। त्यही कारणले गर्दाखेरि उनीहरूले चाहिँ डिलनको लाइफ सपोर्ट चाहिँ आज निकाल्दैछ भनेर भन्छ। अनि त्यो मान्छेले भन्छ कि के म डिलनको लागि प्रार्थना गर्न सक्छु भनेर भन्छ। अनि आमाले भन्छ गरिदिनुहोस्। अनि त्यो मान्छे प्रार्थना गर्न थाल्छ। प्रार्थना गर्दै गरेको हुन्छ अनि अचानक त्यहाँ डक्टरहरू नर्सेसहरू कोठाभरि आइपुग्छ। अनि उनीहरूले के भन्छ भने कि डिलनको टेम्परेचर चाहिँ इट्स राइजिङ अप भन्छ नि, बढिरहेको छ भनेर। अनि त्यो देख्नु बित्तिकै एउटा डाक्टरले त्यो मान्छेलाई के भन्छ भने तपाईँ कोठादेखि तपाईँ बाहिर गइदिनुहोस् भनेर सो द्याट दे क्यान एटेन्ड डिलनलाई होइन। अनि त्यो मान्छे कोठाबाट बाहिर निस्किन्छ। अनि त्यस पछाडि नि त्यो मान्छेले भनेको कि डिलन चाहिँ कम्प्लिटली निको हुन्छ अरे। अनि निको भएर स्कुल पनि जानु थाल्छ अनि उसको कुनै पनि ब्रेन ड्यामेज भएको हुँदैन। गड इज सो गुड। परमेश्वर कति भलो हुनुहुन्छ। यदि तपाईँ परमेश्वर भलो हुनुहुन्छ भनेर विश्वास गर्नुहुन्छ भने टाइप गड इज गुड, लाइक एन्ड सब्सक्राइब एन्ड फलो फर मोर।